उहाँलाई चाहिँ हामी धिमाल जाति विकास केन्द्र साथै काठमाडौँ उपत्यका समिति सम्पूर्ण धिमालहरूको तर्फबाट उहाँलाई चाहिँ हार्दिक मुरी धन्यवाद ज्ञापन गर्दै र उहाँप्रति चाहिँ एकदमै आभार प्रकट गर्दछौँ। आज हामी यहाँ हुनुको प्रमुख भनेको नै उहाँ हो। त्यसैले हाम्रो लागि त उहाँ मेन मुख्य नायक भनेर चाहिँ म उहाँलाई सम्झन चाहन्छु र कृपया उहाँलाई जोरदार तालीले स्वागत गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु र साथै म उहाँलाई चाहिँ आफ्नो मन्तव्य राखिदिनु हुनको निम्ति हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको धिमाल जाति विकास केन्द्र काठमाडौँ उपत्यका समितिद्वारा जारी पूजा मेला 2082 का अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि गोकर्ण नगरपालिकाका मेयर साहब, विशेष अतिथि उपमेयर र विशेष अतिथिको रूपमा रहनुभएका संविधान सभाका मान्य सदस्यज्यू, मिस नेपाल मिस धिमाल बहिनी लगायतका पूर्व अध्यक्ष पदाधिकारी, धिमाल जाति विकास केन्द्रका अध्यक्ष पदाधिकारी, विभिन्न तह र तबकामा रहनुभएका दिदीबहिनीहरू, आमा बुवा र भाइ बहिनीहरूमा सबैलाई मेरो नमस्कार छ। विशेष गरी मलाई दुईवटा कुराहरूको एउटा अलि सेन्टिमेन्ट जस्तो पनि बनाइदिनु भयो यी उपमेयरले पनि। बोल्न पनि मलाई एकदम कठिन लाग्छ। मैले जे कल्पना गरेको थिएँ त्यो एउटा जीवित एउटा नेपालमा जति रहेका जात जाति धर्मावलम्बीहरू हुनुहुन्छ, नेपाली जनताहरू हुनुहुन्छ, उहाँहरूको एउटा चाहिँ पहिचानसहित उहाँको अस्तित्वसहित देखाउने गरी एउटा चाहिँ सङ्ग्रहालय बनाउने हाम्रो कल्पना हो। त्यो चाहिँ ती महान अमर शहीदले देखेको सपना, त्यहाँ यो राष्ट्र समृद्ध गर्नको लागि र देश र यो जुन निरुष्टताको विरुद्ध लड्दाखेरि उहाँहरूले चाहिँ जुन आफ्नो कुर्बान गर्नुभयो, उहाँहरूको लागि उहाँहरूको रीतिरिवाजहरू कस्तो थियो, ती शहीदहरूले त्यो छोडेर गए र उहाँलाई बिर्सिने नबिर्सुन् र त्यो सँगसँगै त्यो नेपाली जनताहरू छन् र त्यो नेपाली जनताहरूले पनि सधैँभरि शिरमा राखिरहन, त्यो चाहे राई होस्, चाहे लिम्बू होस्, चाहे बाहुन होस्, चाहे न्यावर होस्, चाहे भोटे होस्, चाहे धिमाल जातिहरू, उहाँहरूले ठुलो कुर्बान गर्नुभएको छ यो मुलुकको लागि र त्यसको एउटा पहिचान देखिने गरी गरौँ भनेर मैले शहीद पार्कको कल्पना गरेँ। शहीद पार्क सँगसँगै यो जातीयको लागि पनि संरक्षण गर्नुपर्छ, सम्वर्धन गर्नुपर्छ, उपयोग गर्नुपर्छ र उहाँहरूको लागि पहिचान दिन सक्यो भने हाम्रो नेपालको पर्यावरणको विकास चाहिँ यही हुन्छ र समृद्ध पनि हुनसक्छ। र यदि हाम्रो पहिचान यदि विश्वमा यति राम्रो पहिचान छ, त्यो पहिचानलाई चाहिँ हामीले देखाउन सक्यौँ र त्यो हाम्रो रीतिरिवाजहरूलाई देखाउन सक्यौँ भने हाम्रो चाहिँ पर्यावरणको विकास हुनसक्छ भन्ने हेतुले हामीले अगाडि बढ्यौँ। र यो सँगसँगै पहिला बनभोज खान आउनुभएको थियो आजभन्दा 10 वर्ष अगाडि, म अध्यक्ष यहीँ हुनुहुन्छ, उहाँहरू पैसा तिरेर हाम्रो चाहिँ यहाँ सेटमा यसो बनभोज खाना पूजा गर्न आउनुभएको थियो र क्रमिक रूपमा मैले यसलाई विकास गर्दै के गरेँ भने अब त्यसो होइन, तपाईँलाई स्थायी रूपमा सधैँभरि रहनको लागि कानुनमै व्यवस्थित हुने गरी नेपाल सरकारको यो वन हो, यो जङ्गल हो, यो समुदायलाई हस्तान्तरण गरेको छ। यो संरक्षण सम्वर्धन उपयोग गर्नको लागि अथोरिटी जे समुदायले यहाँ त्यहाँ छ त्यो अधिकार पुरा पाउने गरी र कल्चरको विकास गर्ने गरी तपाईँहरू अगाडि बढ्नुहोस्। त्यसको लागि म ढोका खुल्ला गर्छु भन्ने र अहिले तपाईँले त्यो पाउनु, अहिले तपाईँलाई कसैले पनि यहाँ हट्नु सक्दैन, म अध्यक्ष हटाउन सक्दैन, मेयरले पनि हटाउन सक्दैन, उपमेयरले हटाउन सक्दैन। किन कानुनमै के बनाइरहेको छ भने यो जल जमिन जङ्गलको संरक्षण उपयोग गर्नको लागि चाहिँ किसिमको एउटा हामीले अवधारणा कल्पना गरेका छौँ। त्यसलाई अहिले चाहिँ हाम्रो राष्ट्रिय शहीद शान्ति पार्क निवासी स्मारकभित्रको एउटा चाहिँ संस्थाको रूपमा यसलाई ओन गरेको छ। त्यो संस्थाभित्रको विनियावली बनाइरहेको छ। त्यो विनियावलीभित्रबाट पनि तपाईँलाई के छ भने यो हरेक सदस्य तपाईँ बनाउनु पाउँछ, चाहे झापा मोहर सुनसरी जहाँसुकै होस्, तपाईँ म सदस्य बन्छु भनेर पाउनुहुन्छ र तपाईँ सदस्य बनेर तपाईँको यो ठाउँको लागि चाहिँ यो जुन भूमि स्थान पूजा गर्ने ठाउँ छ यहाँ कसैले पनि यहाँ निकालेर त्यो वन ऐन 2076 को दफामै 34 प्रक्रियाहरू अवलम्बन गरेर वन ऐनमै तपाईँ यो धर्म संस्कृति बचाउनको लागि चाहिँ त्यो कानुनमा व्यवस्था गरेछ र त्यो कानुनलाई बनाएर अहिले हामीले अरू विनियावली बनाएर अगाडि बढेको छ भने त्यो एउटा सबभन्दा गर्व गर्ने, हामीलाई खुसी लाग्ने र मैले आफूले जे कुरा देखेको थिएँ त्यो कुरामा तपाईँहरूले पनि साथ दिनुभएको छ र तपाईँहरूको बारेमा जहिले पनि सम्झनुहुन्छ, बोलाउनुहुन्छ। म जहिले पनि म एउटा कुलदेवता पूजा गर्दाखेरि म यहाँ आउँछु, मेरो पनि एउटा चाहिँ कुलदेवता म पनि पूजा गर्छु र यो प्रकृतिलाई पूजा गर्नुहुन्छ। तपाईँले यो प्रकृति पूजक भएको हुनाले हामी पुरा यो वन जङ्गललाई संरक्षण सम्वर्धन गर्ने भएको हुनाले यिनै कुराहरूमा हामी सबै हातेमालो गर्दै सहकार्य गर्दै सहमति गर्दै एकता गर्दै हामी अगाडि बढेका छौँ। र मलाई पनि एकदम प्रेमपूर्वक लाग्छ म यो भेषभूषा यो अँगाल्दा म चाहिँ एउटा बाहुनको छोरो हो, तर म बाहुन होइन, म जनजाति भइसकेको छु। म जनजातिमै होइन, म धिमाल भएको छु, म राई भएको छु, किराँत भएको छु, किन म सबैको संस्कारसँग म चाहिँ शिरमा राख्छु र त्यो संस्कारप्रति म गर्व गर्छु र यो तपाईँको पहिचान नै मेरो लागि पनि पहिचान हो। म यिनै भनेर राख्दै मलाई आज यो अवसर दिनुभयो र तपाईँहरूलाई एकदमै मुरी धन्यवाद दिन चाहन्छु। मलाई सामान्य अलिक सेलिब्रेटमा के भयो भने मलाई धेरै मान्छेले यो जग्गा बेच्यो
पैसा खायो सबैलाई यो चाहिँ जग्गा चाहिँ टुक्रा टुक्रा जङ्गल बाँड्यो भनेर भन्थ्यो तर त्यो कुरा होइन रहेछ भनेर अहिले उपिमेरले नै स्वयं भनिदिनु भयो आयो होइन पनि त्यो पनि होइन बाँडेको नि तपाईँहरूको राज्यको सम्पत्ति राज्य समुदायलाई नै हस्तान्तरण गरायो समुदायभित्र तपाईँहरू पनि रहनु भएको छ तपाईँहरूको निर्णय बेगर अरू जानै सक्दैन र तपाईँहरू निर्णय तह गरी तहमा तह गरेर ल्याएको हुनाले यो तपाईँहरू बेगरहरूले हस्तक्षेप गर्न सक्दैन त्यस हुनाले यो हामीले एउटा समुदायमा आधारित समुदायको संरक्षण उपयोग गर्दै हामी अगाडि बढेको छौँ यिनीहरू भन्ने राख्दै मलाई अवसर दिनु धन्यवाद